आज चाहिँ हामी म अनि उपासना हामी छौँ अनि साथसाथ यहाँनिर रोशन होइन तेन्याङ काका यहाँनिर बुढी बिहा गरौँ भनेर चाहिँ बुढी भगाउन गएको। अब भगाउँदाखेरि चाहिँ त्यो मुभीमा हेरेको जस्तो चोरले त्यो केही पक्रो पर्दाखेरि चोर भागेको जस्तो भगाउन होला सोचे त्यस्तो चाहिँ होइन रहेछ नि त होइन गएर टक्कै टिपेर उठाएर ल्याउनु मात्रै रहेछ। अनि अब कति साल बाद रिलेसनमा बसेर चाहिँ आज बिहे गरेको। अनि बिहे गर्दाखेरि चाहिँ कस्तो महसुस हुँदो रहेछ भन्दाखेरि चाहिँ अब खुसी पनि अब एक किसिममा खुसी पनि लाग्दो रहेछ कि खुसी सोच्दा खुसी पनि लाग्ने फेरि एक किसिममा टेन्सनलाई लिएर सोच्दा फेरि टेन्सन पनि लाग्दो रहेछ कि खुसी हुँ कि नहुँ। अनि त्यो दुःखी हुँ भन्दा पनि फेरि खुसीको मलाई मौसम भइरहेको होइन। अनि खुसीकै हो अब यो बिहे गर्नु भनेपछि र पनि अब के डर लाग्दो रहेछ खुसी हुँ कि नहुँ अब दुःखी भन्दा दुःखी हुँ कि नहुँ हुँदो रहेछ कि। अन्त यो एक्सपिरियन्स अचम्म खालको एक्सपिरियन्स लाग्यो। अब अस्तिसम्म बिहे नगर्दा पनि बिहे गर्नै पर्छ एक न एक दिन बिहे नगरी हुँदैन भन्ने सोचाउने होइन। बिहे गरेपछि पनि यस्तो हुँदो रहेछ अब खुसी हुँ कि नहुँ होइन। अब खुसी हुँदा पनि एकछिनबाट साइको पनि लाग्ने होइन। अन्त अप्ठ्यारो पनि लाग्ने के हो क्या अब त्यो ठिकै पनि हो जस्तो पनि लाग्छ होइन जस्तो पनि लाग्छ होइन। फेरि कस्तो नर्भस कन्फ्युज हुँदो रहेछ। त्यो तपाईँहरूले पनि बिहा गर्नुहुँदा यस्तो भएको थियो कि थिएन हौ। हामीले चाहिँ यस्तो अनुभव भयो तपाईँहरूलाई चाहिँ कस्तो अनुभव भयो। अनि यो सानो अनुभव साट्ने क्रममा चाहिँ मैले यो भिडियो बनाएको हो। अनि यहाँलाई के कस्तो भएको थियो तेन्याङ काकाले त बिहा गर्नुभएको नि होइन कि गरेको छैन हौ गर्नुभएको गरेको हुनुहुन्छ तपाईँलाई यस्तै भयो पहिला भगाइ ल्याउँदा त्यस्तै भएको डर पनि लाग्छ है ठिकै गर्नु जस्तो पनि लाग्छ नर्भस पनि हुन्छ हो के हो के अब यो रोशन चाहिँ कस्तो भयो आज यो फर्स्ट अनुभव होला तपाईँको मजा आउँदो रहेछ आजमा तपाईँलाई कस्तो भइरहेछ मलाई अघिसँग चाहिँ पुरा दुःखी लाग्यो। अब कस्तो घर छोडेर आउनु चाहिँ कस्तो भइरहेको थियो होइन। अन्त आउँदै गर्दा चाहिँ अब त्यो बिर्सिँदै जाँदैछु। अन्त अहिले भराइ चाहिँ हुन्छ कस्तो हुन्छ भनेर चाहिँ अब अहिले चाहिँ खुसी नै छु। अघि त अब दुःखी लाग्थ्यो म थिइनँ नि त अहिले त म छु नि ल यसो पढि हुन्छ है। अब यो कुरा चाहिँ मलाई एकदमै ज्यादा मन पर्यो जुन चाहिँ हामीले भगाइ ल्याइसकेपछि चाहिँ यहाँनिर जब कलले हामीले बोलाउँछौँ हाम्रो अति आदरणीय तुम्बा हुनुहुन्छ हाम्रो कलले चाहिँ उहाँले चाहिँ विशेष गरी साथसाथ उहाँसँग हाम्रो गाउँको सिनियर सिटिजनहरू पनि राख्नुपर्ने रहेछ। जस्तो प्रकारले तुम्बा काका उहाँहरू यहाँ रहनुभएको छ अनि आप्पा आमा हुनुहुन्छ। अनि त्यति नै बेला सबको गवाई है सबै साथमा हुँदाखेरि हाम्रो कल्लेले सोध्नुहुँदो रहेछ बुढीलाई भनौँ या त आफ्नो बुहारीलाई तपाईँलाई चाहिँ साँच्ची नै तपाईँ चाहेर आउनु भएको हो कि राजी भएर आएको हो कि होइन ढाँटेर धम्कीले त आएको होइन होला नि भनेर सोध्नुहुँदो रहेछ। त्यति बेला होइन भनिसकेपछि साथसाथ मलाई सोध्दो रहेछ तिमीले पनि ढाँटेर त ल्याएको होइन होला नि भनेर। अनि ढाँटेर चाहिँ होइन एकदमै हामी राजी भएर चाहिँ बिहा गर्न आँटेको भनेपछि चाहिँ मात्र उहाँ कुरा मिलाउनको निम्ति यहाँबाट उता बुहारीको घरमा जानुहुँदो रहेछ। अनि बुहारीको घरमा गइसके पश्चात पनि के कस्तो भयो भन्ने कुरा उहाँले हामीलाई यसरी सुनाउनु हुँदो रहेछ। ल त सुन्नुहोस् है। राम्रो कुरा गर्नुभयो। अनि हाम्रो कलले त्यो तामाङ चाहिँ यति मजाले बोल्नुहुँदो रहेछ। उहाँले राम्रो कुरा गर्नुभयो। अब अलिअलि बुझ्छु म राम्रो कुरा गर्नुभयो। बाउले चाहिँ होइन हामी सायद गरेर सायद हेरेर हामी बोलाउँछौँ भन्ने उहाँले कुरा गर्नुभयो आपाले। यसरी बुढीको घरमा कुरा मिलाएर सकेर आइसके पश्चात घरमा जुन पनि निर्णय भएको हुन्छ बुढीको घरमा जस्तै बाटो खोल्ने या त बिहे ठुलो गर्ने त्यसको निम्ति जानुभन्दा अगाडि हामीले दस्तुर गर्नको निम्ति हामीले सिन्दुर पोते गरिहाल्नु पर्दो रहेछ। अनि त्यो कसरी गर्यो त भन्ने पनि दृश्य तपाईँहरू साझा गर्न चाहन्छु। त्यो पश्चात गरिसके पश्चात मात्र हामी बुढीको घरमा भिवे या त बाटो खोल्ने जुन कार्य छ त्यो गर्न सक्दो रहेछ। चोखाङ नाक्पाको सुपे फापे होस् एकदमै आयु लामो होस् अनि पुरा के भन्नु ठुलो मान होस्। अब उहाँले आज सिन्दुर पोते गर्नुहुँदो रहेछ अनि माथि आकाशबाट पनि आशीर्वाद आएको छ। त्यसो गर्दाखेरि एकदमै खामथाङमा चाहिँ अब एकदमै राम्रो हुन्छ भन्ने आशा गर्दै फेरि पनि ठ्याक्कै सिन्दुर पोते सके पश्चात हामीलाई डेट तोकिएको हुँदो रहेछ है।
त्यही डेट अनि बार हामी पुग्न पर्ने हुँदो रहेछ अनि समय पनि हामीलाई दिएको हुँदो रहेछ र समय दिए अनुसार यसरी हामी पुग्नु पर्ने हुँदो रहेछ र हामी पुगेको थियौँ। त्यति बेला चाहिँ हाम्रो खालि बाटो खोल्ने अहिले अब एकदमै जुठो लागेको हुनाले गर्दाखेरि ठुलो पार्टी गर्न पनि नमिल्ने अन्त एकदमै एउटा दस्तुरको रूपमा होइन बुढीको चाहिँ आउजाउ हुन सकोस् घरमा है अनि साथै साथ बुढा अनि घर परिवारको पनि आउजाउ हुन सकोस् भनेर यसरी बाटो खोल्ने कार्य गरेको थियो जुन चाहिँ दृश्य तपाईँहरू साझा गरिरहेको छु र यति बेला तपाईँले देख्न सक्नुहुन्छ है एकदमै आफ्नो रीति संस्कृतिलाई सिर उपर राखेर है आफ्नो संस्कृतिलाई बचाउँदै यसरी हाम्रो बाटो खोल्ने कार्य भएको थियो त्यो बेला तपाईँले देख्न सक्नुहुन्छ। समुद्र शोभा विशुद्धि माने परिसोम नाम भगवते परिमिता अर्यन सुनित तज्जर जय तरकदारा ते संयसम बुद्धय तयथम पुण्य पुण्य महापुण्य परिमित पुण्य अपरिमित ज्ञान संभार उपचित ओम सर संस्कार परिशुद्ध धर्म ते गगन समुद्र शोभा विशुद्धि माने परिसोम नाम भगवते परिमिता अर्यन सुनित तज्जर जय तोबाराय शुभ यो नि भित्र राख्नुस् के उहाँलाई वेलकम गर्दा र हामीलाई यसरी उहाँले वेलकम गर्नुभएको थियो र हामी यति बेला तपाईँले देख्न सक्नुहुन्छ मेरो अगाडि बुढी अनि म आफै पनि यसरी बस्यो भने साथसाथ मेरो कान्छी बहिनी अनि भेना पापा आमा अनि काका तुम्बा दाजुहरू पनि हामी एकसाथ भित्र गयौँ है तपाईँले दृश्य मार्फत देख्न सक्नुहुन्छ र हामीलाई चियाहरू सबै कुरा उहाँहरूले दिनुभएको थियो सबै कुरा खाइसके पश्चात हामीलाई सबैसँग परिचय पनि गराउनु भयो अनि साथै साथ हामीले उहाँहरूलाई सम्मानको साथमा ढोकेको पनि थियौँ जुन दृश्य तपाईँहरू साझा गर्न सकिनँ मम्मी बाबादेखि ल्याएर अति आदरणीय थबा युमा अनि काका सुमाहरूलाई पनि हामीले ढोकेका थियौँ जुन यो दृश्य मार्फत तपाईँहरूलाई साझा गर्न सकेनौँ तर दिदी नानाहरू उहाँहरू दादाहरूलाई ढोकेको दृश्य साझा गरिरहेको छु र अझै यसमा सुनमा सुगन्ध भनौँ अझै रोचक चाहिँ के रहेको थियो भने एकदमै हामीले सबैलाई ढोक्नुपर्ने होइन अनि ढोक्दाखेरि चाहिँ एकदमै जुन प्रकारले विगत दिनमा हाम्रो बाबा आमाहरूले जुन प्रकारले गर्नुभएको थियो त्यही आधारले हामीलाई गराउनु भयो त्यो चाहिँ एकदमै राम्रो रहेको थियो र अर्को चाहिँ सम्धि बिच पनि यसरी एकअर्कालाई सम्मानको साथमा खदा लाएर चिन्जान अनि ढोकेर है आफ्नो परिचय गर्ने पनि कार्य भएको थियो भने साथै साथ अनि हाम्रो आप्पा र मम्मी बिच पनि सम्धिनी बिच पनि यसरी खदाहरू सम्मानको साथमा एकअर्कालाई दिएर ढोक गर्ने पनि यो कार्य भएको थियो। यो दृश्य मार्फत तपाईँ देख्न सक्नुहुन्छ। यो दृश्य अहिले मात्र होइन तर धेरै साल अगाडिदेखि चलेर आएको हुनाले गर्दाखेरि यो हामीले देखेको छौँ बुझेको छौँ तर अझै नजदिकबाट यो भिडियोबाट हेर्न पाइरहेको पनि हामी यति बेला छौँ भने यो दृश्य पनि तपाईँबिच साझा गरिरहेको छु र साथै साथ तपाईँले दाहिने भागमा रहेको हाम्रो अति आदरणीय पापा मेरो बुढी पापा हुनुहुन्छ भने त देब्रे भागमा रहेको मेरो प्रिय आमा हुनुहुन्छ र उहाँ सम्धि र सम्धिनी बिच पनि यसरी सम्मानको साथमा खदाहरू एकअर्कालाई दिएर यसरी ढोकेर परिचय आदान प्रदान गर्ने भएको थियो भने साथै साथ सम्धिनी बिच पनि यसरी खदाहरू लाएर एकअर्कासँग परिचय साट्ने कार्य पनि भएको थियो र साथै साथ ढोकबेट पनि गरेको यो दृश्य तपाईँबिच साझा गरिरहेको छु। तपाईँले देख्न सक्नुहुन्छ है। अनि ठ्याक्कै यो बाटो खोल्ने कार्य सबै सकिसकेपछि घर आएर सानो घरमा बिहेको कार्यक्रम पनि मिलाएको थियो जहाँनिर चाहिँ हाम्रो अति आदरणीय काका तुम्बा अथवा युमाहरूलाई चाहिँ विशेष गरी बुहारी चाहिँ उहाँ हुनुहुन्छ र बुहारीले पनि काका तुम्बा अथवा युमाहरूलाई चिन्न सकोस् भनेर चाहिँ यो सानो शुभ बिहेको कार्यक्रम पनि राखेको थियो र यसमा विशेष गरी हामीलाई मण्डपमा लानुभन्दा अगाडि देउक्लास ल्याएर एकदमै टिका टालो गरेर अनि खदाले आशीर्वाद साथै साथ उहाँहरूले खदा लाएर मण्डपतर्फ हाम्रो एकदमै जुन च्याब्रुङ रहेको छ च्याब्रुङ ग्रुपले यसरी हामीलाई स्वागत जनाएर अगाडि उहाँहरू है पछाडि हामी हिँडेर चाहिँ मण्डपतर्फ आएको थियौँ र यो बिहेलाई अझै यादगार बनाउनको निम्ति अझै यसलाई सुगन्ध थप्नको निम्ति हाम्रो अति आदरणीय दाजु काका सुमा उहाँहरू सबैजना दिदी अनि बहिनीहरू लागि परेर विशेष गरी मण्डप बनाएको र
साथसाथ सेल्फी कर्नरहरू पनि बनाइदिनु भएको थियो भने यति बेला हामी पापा हामी म घर परिवार सबैजना च्याब्रुङ टोलीले हामीलाई रिसिभ गरेर अगाडि यति बेला मण्डपतर्फ लगिरहेको र यो सानो विवेकको कार्यक्रम भए तापनि हाम्रो लागि एकदमै ठुलो रहेको थियो त्यो दिन किन भन्दा हाम्रो नयाँ लाइफको मतलब च्याप्टर सुरु हुन आँटिरहेको हुँदाखेरि विशेष गरी यो दृश्य हो र हाम्रो कार्यक्रममा गेजिङ जिल्लाका मानन जिल्ला तथा श्रीमान डेज लिम्बुज्यू अनि म्याडम पनि आउनुभएको थियो है हामीलाई कतालाई आशीर्वाद दिनुभएको थियो भने साथै हामीले यस बिहेलाई अझै यादगार बनाउनु पर्ने भएको हुनाले गर्दाखेरि जहाँ अघिबाटै हाम्रो काकाहरू भयो दाजुहरू भयो अनि भाइहरू हुनुभयो उहाँहरूले जुन सेल्फी कर्नर बनाउनु भएको थियो यसमा चाहिँ हामीले फोटो खिच्न पर्ने भएको हुनाले गर्दाखेरि फोटोहरू पनि खिच्यौँ र केही क्षण हामीलाई नेचुरल जुन सेल्फी कर्नर रहेको छ यहाँ पनि लगेर भिडियो बनाउनु पर्ने भन्ने आदेश भएअनुसार हामीले भिडियो पनि बनायौँ अनि साथै यो भिडियोलाई अझै पारम्परिक अनि एकदमै यादगार बनाउनको निम्ति हाम्रो फुप्पूहरू युमाहरू सबैजनाले यसरी गाउँदै पनि नाचिरहेको दृश्य तपाईँबिच साझा गरिरहेको छु। यहाँहरूलाई के कस्तो लाग्यो? धन्यवाद।